हेलो गुड मर्निङ साथीहरू है। बिहान उठेर चाहिँ म ज्वानो है मेथीको डस्ट बनाएको हल्का रोस्ट गरेर डस्ट बनाएको धुलो खान्छु है। अन्त मैले चाहिँ यो धुलो चाहिँ यसरी बट्टामा बनाएर राखेको छु र यो खान्छु है। अन्त यो खाँदाखेरि चाहिँ अब डायबिटिजहरू पनि लाग्दैन भन्छ तितोले गर्दा है। तर अब होला पनि कति। अन्त म यसमा चाहिँ तातो पानी हाल्छु यसरी तपाईले देख्न सक्नुहुन्छ है। यो चाहिँ म खान्छु। हुनु त मिठो त हुँदैन तर पनि हेल्थको लागि राम्रो हो भनेर चाहिँ यो खानु थालेको छु। यो खाएको चाहिँ मैले बेसी भएको छैन। यो खाएको चाहिँ मैले बेसी भएको छैन। झन्डै तपाईको 2 विक्सहरू चाहिँ भयो र पनि अलिकति फ्याट मोटापा घट्छ कि भनेर चाहिँ मैले ट्राई गरेको र अरू बेनिफिट पनि हुन्छ कि कतै हेल्थलाई भनेर चाहिँ खाएको है। र यसरी बिहानै यसरी खानु राम्रो हो भन्छ है। अझै अब निम्बुहरू हालेर पनि खानु भन्छ। तर म चाहिँ ज्वानो र मेथीको धुलो चाहिँ हालेर खान्छु है। ज्वानोले त अलिक ग्यासको प्रब्लमहरू पनि हटाउँछ भन्छ है। र यसरी चाहिँ म साथीहरू खान्छु। हुन्छ, थ्याङ्क यू फर वाचिङ, ह्याभ अ नाइस डे।